हेलो नमस्ते, म चाहिँ गणेश भण्डारी फ्रम लमजुङ है। यो चाहिँ हामीले टाटा जेनुइनको रोकर भाँचेको भएर हामीले हेड चाहिँ रिपेयरिङ गरेर लिएर आइसक्यौँ होइन। यो चाहिँ हेड हामीले खोलेको धेरै दिन भइसकेको थियो। कस्टमरले हेड नयाँ हालौँ भन्दाखेरि उहाँले चाहिँ होइन यसलाई रिपेयरिङै गरेर हाल्ने भन्ने भन्नुभयो र हामीले ठिक छ नि त भनेर अनि अब यसको हामीले चाहिँ हेड ग्यास्केट रोकरहरू चाहिँ सब टाटा जेनुइनको नै हाल्ने भनेर कस्टमरलाई भन्यौँ होइन। र कस्टमरले हुन्छ भनेर हामीले चाहिँ सबै टाटाकै सबै सामानहरू मगाएर अनि हेडसेट बनाएर सबै अब अहिले गाडीमा फिट पनि गरिसक्यो होइन। तपाईँहरूलाई पनि यस्तै राम्रोसँग गाडी बनाउन चाहनुहुन्छ भने चाहिँ है हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। पाउँदी हाम्रो लोकेसन चाहिँ पाउँदी छ है। साथै जुन पनि गाडी हाम्रोमा बनाइन्छ है सबै गाडीहरूको काम गरिन्छ। तपाईँहरूलाई कुनै गाडीहरूमा समस्या पर्यो भने र केही गर्नु पर्यो भने र स्क्यान गर्नु पर्यो भने पनि तपाईँहरूले हामीलाई सम्झिन सक्नुहुन्छ। र हाम्रो बायोमा गएर हेर्नुहोस्, हाम्रो नम्बरहरू पनि छ, सबै छ। र यसलाई चाहिँ हामीले भोलि बिहान कस्टमरकै अगाडि नै उहाँले भनेअनुसारै उहाँकै अगाडि स्टार्ट गर्ने भनेर भन्नुभएको थियो। त्यही भएर हामीले चाहिँ उहाँकै अगाडि नै स्टार्ट गर्ने भनेर बसिरहेको, त्यही भएर फिटफाट गऱ्यौँ। र अब बाँकी कामहरू चाहिँ भोलि कस्टमरको अगाडि गर्नेछौँ। र माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। धेरै धेरै धन्यवाद छ सबैजनालाई।